तपाईले सुरुवातदेखि नै पैसाको प्रयोगमा स्मार्ट हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा लगानी नगरी पैसा जोगाइराख्नुको अर्थ छैन, किनभने मुद्रास्फीति इन्फ्लेसनले तपाईको पैसाको मूल्य घटाउँदै जान्छ। नमस्कार सम्पूर्णमा, नेपाल बिजनेस बजको यो नयाँ श्रृङ्खलामा तपाईहरुलाई हार्दिक स्वागत छ। आज भने हामी स्याम चालिसेद्वारा लिखित पुस्तक 3 रुल्स अफ मनीको नेपाली अनुवाद गर्न गइरहेका छौं। स्याम चालिसे एक सफल उद्यमी र लगानीकर्ता हुन् जसको लगानी पोर्टफोलियो $1 मिलियन भन्दा बढीको छ। स्याम चालिसेले सन् 2007 मा काठमाडौँ विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक उपाधि प्राप्त गरेका हुन्। स्यामले सन् 2008 देखि 2010 सम्म नेपालमा इन्जिनियरको रूपमा कार्य गरे। उनले सन् 2014 मा पूर्वाञ्चल विश्वविद्यालय नेपालबाट MBA को डिग्री पूरा गरे। स्याम चालिसेलाई अनलाइन व्यवसाय, अमेजन व्यवसाय, डिजिटल मार्केटिङ, शेयर बजार तथा रियल इस्टेट लगानी, स्वास्थ्य र मानसिकता साथै 1-to-1 अनलाइन कोचिङ तथा मेन्टरशिपमा व्यापक अनुभव छ। स्याम चालिसे कुनै कम्पनी, व्यक्ति वा संस्थासँग सम्बन्ध छैनन्, त्यसैले उहाँको ज्ञान र जानकारी पूर्वाग्रही नभई श्रोताहरूलाई सहयोगी पुर्याउने उद्देश्यले मात्रै प्रस्तुत गरिएको हो। यो थियो लेखक बारेको जानकारी। अब भने हामी 3 रुल्स अफ मनी पुस्तकको परिचयबाट सुरु गर्न जाँदैछौँ। परिचय। हामी हरेक दिन धेरै मेहनत गर्छौँ पैसा कमाउन। त्यो मेहनतले कमाएको पैसालाई सुरुमै राम्रोसँग सम्हाल्नु जरुरी हुन्छ ताकि भविष्यमा त्यो रकम बढ्न सकोस्। धेरैजसो मानिसहरूले एउटा रणनीतिबाट अर्को रणनीतिमा फेर्दै जान्छन् राम्रो रिटर्नको खोजीमा। यस पुस्तकमा स्याम चालिसेले तपाईको पैसाबाट सबैभन्दा बढी मूल्य कसरी पाउन सक्ने सरल र प्रभावकारी तरिका प्रस्तुत गरेका छन्। मैले सन् 2015 देखि लगानी गर्दै आएको छु, तर जुन नियमहरू म तपाईलाई बाँड्न गइरहेको छु ती मैले केही वर्ष अघि मात्र पत्ता लगाएको हुँ। यी नियमहरूले तपाईलाई खुसी साथ रिटायर हुन मद्दत गर्छन्, तसर्थ यी नियमहरू अनुसरण गर्न नछोड्नुहोस्। जब तपाई लगानी गर्नुहुन्छ, तपाई चाहनुहुन्छ कि तपाईको लगानी सुरक्षित रहोस् र तपाईलाई मानसिक शान्ति मिलोस्। निरन्तर चिन्ता र डरमा लगानी गर्नु ठिक होइन। 3 वटा नियम छन् जुन तपाईले अनुसरण गर्नुभयो भने तपाई 50 वा 60 को वर्षको उमेरसम्म धेरै पैसा बनाउन सक्नुहुन्छ। पहिलो नियम हो पैसा कमाउनुहोस्। पैसा कमाउने धेरै तरिका छन्। पहिलो हो जागिर, जहाँबाट 80% भन्दा बढी मानिस कार्यरत छन्। दोस्रो तरिका हो रियल इस्टेट लगानी। तपाईले केही अतिरिक्त पैसा बचत गर्नुभएको छ भने मल्टिफ्यामिली रियल इस्टेटमा लगानी गर्नु राम्रो हुन्छ। तेस्रो तरिका हो स्टक मार्केटमा लगानी गर्नु। राम्रो कम्पनीमा लगानी गरेमा स्टक लगभग ग्यारेन्टी सहित बढ्ने सम्भावना हुन्छ। त्यसपछि हो हाई डिभिडेन्ड स्टक। केही स्टकले हरेक वर्ष 3-4% डिभिडेन्ड दिन्छन्। अर्को हो बैंक ब्याज दर। नेपाल वा भुटान जस्ता देशहरूमा 8 देखि 10% सम्म ब्याज पाइन्छ। तर साना बैंक वा वित्तीय संस्थाहरूबाट टाढा रहनुहोस्। साना संस्थामा खतरा बढी हुन्छ। पैसा कमाउने अर्को राम्रो उपाय हो व्यवसाय। तपाई व्यवसाय सुरु गर्न चाहनुहुन्छ भने त्यो निकै राम्रो कुरा हो, अथवा तपाई साइड हसल गर्न सक्नुहुन्छ जसले अतिरिक्त आम्दानी ल्याउँछ। सधैँ सम्झनुहोस्, केवल कडा मेहनत होइन, स्मार्ट मेहनत पनि गर्नुपर्छ। कडा मेहनतले तपाईलाई बढी पैसा दिन्छ, तर स्मार्ट मेहनतले तपाईलाई धनी बनाउँछ। दोस्रो नियम, पैसा जोगाउनुहोस्। जब तपाई कमाउन थाल्नुहुन्छ, सबैभन्दा महत्त्वपूर्ण कुरा हो त्यो पैसा जोगाउनु। त्यो पैसा फजुल खर्चमा उडाउनु हुँदैन। मैले यसलाई जङ्क भन्छु। तपाईलाई साँच्चीकै चाहिँदैन तर आकर्षक लाग्छ। चाहे त्यो सस्तो होस् वा अफरमा किन नहोस्, तपाईले नचाहिने वस्तुमा खर्च गर्नु हुँदैन। धेरै मानिसहरू ब्रान्डप्रति आकर्षित हुन्छन् वा सुरुमै महँगो सामान किन्ने सोच राख्छन्, जुन व्यवहारले भविष्यमा तपाईको आर्थिक अवस्थालाई असर पार्छ। उदाहरण, एक फुटबल खेलाडीको करियर औसतमा 10 वर्षको हुन्छ। त्यो छोटो अवधिमा धेरै पैसा कमाउँछन्, तर लगानी नगरिकन त्यो सारा पैसा फजुलमा खर्च गर्छन्। माइक टाइसन, एमिनेम,
केही सेलिब्रिटीहरू र फुटबल खेलाडीहरू सुरुमा धेरै पैसा कमाएका थिए, तर आर्थिक अनुशासनको अभावले गर्दा पछि उनीहरू पुनः पैसाको खोजीमा सङ्घर्ष गर्नु पर्यो। त्यसैले तपाईहरूले सुरुवातदेखि नै पैसाको प्रयोगमा स्मार्ट हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, लगानी नगरी पैसा जोगाइराख्नु अर्थ छैन, किनभने मुद्रास्फीति इन्फ्लेसनले तपाईँको पैसाको मूल्य घटाउँदै जान्छ। हाल मुद्रास्फीति लगभग 5% को हाराहारीमा छ, जुनले तपाईँको पैसाको खरिद क्षमता कम गर्छ। एक उपयोगी रणनीति, तपाईँले आफ्नो मुख्य आम्दानी, जागिर, व्यवसाय, ठेक्का, साइड हसलबाट कहिल्यै पनि विलासिता सामग्री किन्नु हुँदैन, खास गरी तपाईँ 20-30 वर्षको उमेरको समूहमा पर्नुहुन्छ भने। लक्ष्य धनी देखिनु होइन, साँच्चै धनी बन्नु हो। धेरैजसो धनी मानिसहरूले सुरुमा सादा जीवन जिउँछन्, आफ्नो खर्च सीमित राख्छन् र सबै समयमा सही ठाउँमा लगानी गर्छन्। कसरी खर्च गर्ने? केवल तपाईँको लगानीबाट प्राप्त हुने ड्रिप आम्दानीबाट मात्र खर्च गर्नुहोस्। उदाहरणको लागि, तपाईँ जागिर गर्नुहुन्छ, त्यो पैसा बचत गरेर स्टक वा रियल इस्टेटमा लगानी गर्नुहुन्छ। त्यस लगानीबाट आउने डिभिडेन्ड वा भाडाबाट तपाईँले आवश्यक सामग्री खरिद गर्नुहोस्। यसलाई प्यासिभ इन्कम भन्छन्। तपाईँले आफ्नो खर्च यही प्यासिभ इन्कमबाट गर्नुहोस्, मुख्य आम्दानीबाट होइन। यदि तपाईँले यो नियम पछ्याउनु भयो भने तपाईँको सम्पत्ति छिटै बढ्न थाल्छ। तेस्रो नियम, पैसा बढाउनुहोस्। पहिलो नियम थियो पैसा कमाउनु, दोस्रो थियो त्यो पैसा जोगाउनु, अब तेस्रो र सबैभन्दा महत्त्वपूर्ण नियम हो त्यो पैसा बढाउनु, मल्टिप्लाई गर्नु। पैसा बढाउने धेरै तरिका छन्, जस्तै स्टक, रियल इस्टेट, बन्ड्स, ETF, हाई डिभिडेन्ड स्टक्स। तर सुरुमा तपाईँले बिटकोइन, क्रिप्टो जस्ता हाइपमा आधारित वस्तुमा लगानी गर्नु हुँदैन, किनभने यी प्रमाणित छैनन्। केही उदाहरणहरू, प्रारम्भमा क्रिप्टोमा लगानी गरेर केहीले पैसा कमाएका छन्, तर पछि जति मानिसको क्रिप्टोमा गएका थिए तीमध्ये धेरैले पैसा गुमाए। यी सबै ट्रेन्डिङ चिजहरूमा लगानी गर्दा तपाईँ केवल कसैले मभन्दा धेरै मूल्य तिर्छ भन्ने आशामा बस्नुहुन्छ। दिनहुँ नयाँ स्क्यामहरूले डिजिटल सिक्का बनाउँछन् र धनी बन्ने चाहनामा मानिसहरूले त्यहाँ पैसा हाल्छन्। सही लगानी भनेको त्यस्तो हुनुपर्छ जसको पछाडि वास्तविक सम्पत्ति, रियल एसेट र स्थायी आम्दानी, क्यास फ्लो होस्। धनी छिटो होइन, पक्कापक्की बन्नुहोस्। क्रिप्टो वा गोल्ड जस्ता ठाउँमा पैसा राख्नु एकदम अनिश्चित छ। सुन हजारौँ वर्षदेखि छ, तर यसको रिटर्न हेर्दा 0.01% मात्र हो। त्यसैले सुन वा चाँदी पनि राम्ररी नबुझी लगानी गर्नु उपयुक्त छैन। नेपालमा लगानी, नेपालमा तपाईँ फिक्स डिपोजिट FD मा लगानी गर्न सक्नुहुन्छ। नेपाल राष्ट्र बैंक NRB ले यो सुनिश्चित गरेको हुन्छ। औसत ब्याज दर 6% देखि 12% को बीचमा हुन्छ। औसत 9% को ब्याज दरलाई हेर्दा FD एकदम राम्रो विकल्प हो। यो ब्याज ग्यारेन्टी हो, जुन स्टक मार्केटको अनुमानमा आधारित जोखिमभन्दा धेरै सुरक्षित हुन्छ। इन्डिभिजुअल स्टक किन नगर्ने? उदाहरणहरू, एप्पल 1976 मा स्थापना, तर 2013 सम्म खासै राम्रो रिटर्न आएन। एमेजन 1997 मा सार्वजनिक भयो, तर 2014 सम्म सामान्य रिटर्न मात्र दिइरह्यो। टेस्ला अहिले राम्रो छ, तर 30-40 वर्ष टिक्न सक्ने ग्यारेन्टी छैन। धेरैजसो मानिस 2008 को जस्तो बजार पतनमा डराएर स्टक बेचिदिन्छन्। त्यसैले जबसम्म तपाईँ कम्पनीको फाइनान्सियल स्टेटमेन्ट पढ्न सक्नुहुन्न, इन्डिभिजुअल स्टकमा लगानी नगर्नुहोस्। ETFs सबैभन्दा उपयुक्त तरिका। ETF भनेको स्टक, बन्ड्स वा सम्पत्तिसँग जोडिएको ठुलो पुल हो। कम शुल्क हुन्छ, 0.1% देखि 0.5% सम्म। धेरै कम्पनीमा सँगै लगानी गर्दा जोखिम कम हुन्छ। सुरु गर्नेहरूका लागि ETF नै सबैभन्दा उत्तम विकल्प हो। केही लोकप्रिय ETFहरू: US टोटल स्टक मार्केट इन्डेक्स, टोटल इन्टरनेसनल स्टक ETF, टप 100 टेक कम्पनीहरू, स्मल क्याप इन्डेक्स फन्ड ETF, टोटल वर्ल्ड स्टक ETF, रियल इस्टेट इन्डेक्स फन्ड ETF। यी सबैले प्रत्येक वर्ष डिभिडेन्ड पनि दिन्छन्।
इन्डिभिजुअल स्टक कहिले किन्ने? तपाईँ रिसर्च गर्न मन पराउनुहुन्छ भने, कम्पनीको बिजनेस मोडल राम्रो छ भने, फाइनान्सियल रिपोर्ट पढ्न सक्ने क्षमता छ भने प्रतिस्पर्धाबाट जोगिन सक्ने कम्पनी हो, जस्तै कोका कोला। तर सुरुमा इटिएफमा लगानी गरेर अनुभव लिँदा राम्रो हुन्छ। अध्याय 4 मैले कसरी लगानी गर्छु? मैले सन् 2015 मा लगानी गर्न सुरु गरेँ। सुरुमा मलाई थाहा थिएन पैसा कसरी बढ्छ। मैले बैंकमा गएर रिटायरमेन्ट खाता र ट्याक्स फ्री खाता खोलेँ। मैले पैसा एउटा बैंकबाट अर्को बैंकमा सारेँ। वित्तीय संस्थासँग काम गरेँ। फन्ड म्यानेजर र एडभाइजरहरूसँग सल्लाह गरेँ। म धेरै किताब पढ्थेँ। सधैँ जान्न चाहन्थेँ सही तरिका के हो, तर मैले पाएको रिटर्नबाट सन्तुष्ट थिइनँ। मलाई सधैँ लाग्थ्यो केवल पैसालाई अरूलाई दिएर बस्नु भनेको लगानी होइन। 2020 मा धेरै गल्तीहरूसँगै धेरै सिकाइपछि मैले उत्तर पाएँ। त्यसपछि मैले आफैले आफ्नो सबै पोर्टफोलियो सम्हाल्न थालेँ। आज म के गर्छु? म इटिएफमा लगानी गर्छु। केही राम्रो कम्पनीहरूमा इन्डिभिजुअल स्टक पनि राखेको छु। मेरो पोर्टफोलियो अहिले धेरै राम्रो बढेको छ। मैले बनाएको मिलिनियर ब्लुप्रिन्ट इन्भेस्टिङ कोर्समा म कसरी लगानी गर्ने, कहाँ गर्ने, कति समयको लागि गर्ने, मेरो पोर्टफोलियो कसरी बढेको छ, सबै चरणबद्ध तरिकाले देखाएको छु। म धेरै खुसी छु किनकि मेरो जानकारी विशेष गरी नेपालीहरूलाई सहयोगी भएको छ। निष्कर्ष धेरै सरल कुरा। पैसा बढाउने 3 स्टेप। कमाउनुहोस्। तपाईले कमाउनु पर्दछ। लगानीका लागि बचत गर्नुहोस्, जोगाउनुहोस्। फजुल खर्च नगर्नुहोस्, देखाउन होइन, धनी बन्नुहोस्। लगानी गर्नुहोस्, विशेषतः कम लागतको इटिएफमा छिट्टै सुरु गर्नुहोस्। जति चाँडो तपाईँ पैसा रोप्नुहुन्छ उति चाँडो तपाईँ फल खान सक्नुहुन्छ। यी 3वटै नियम अनुसरण गर्नुभयो भने तपाईँ लगानीको दुनियाँमा 99% मानिसभन्दा अगाडि हुनुहुनेछ। हस् त, यो सँगै स्याम चालिसेद्वारा लिखित पुस्तक 3 रुल्स अफ मनी को नेपाली अनुवाद तपाईहरूलाई सुनाएको छु। आशा गर्छु तपाईहरूले यो मन पराइदिनु भएको छ। यससँगै स्याम चालिसेको बारेमा विभिन्न कुराहरू, जानकारीमूलक कुराहरू म डिस्क्रिप्सनमा राखिदिन्छु र तपाईहरूले यो किताबको अंग्रेजी संस्करण कसरी पढ्ने अथवा कहाँबाट डाउनलोड गर्ने भन्ने कुरो पनि म डिस्क्रिप्सनमा राखिदिन्छु। हस् त, यो सँगै आजको यस कार्यक्रमबाट म बिदा लिन्छु। यस्तै रमाइलो कार्यक्रमहरू अथवा रमाइलो रोचक कार्यक्रमको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हस् त, धन्यवाद।